हेलो गाइस, वेलकम बैक टु अनदर भिडियो है। र आज चाहिँ म कहाँ जान्दैछु भन्दा चाहिँ तल्लो गाउँ सुँगुर मारेको छ, त्यही सुँगुरको मासु ल्याउनु गएको, तल्लो गाउँमा गएको है। र तल्लो गाउँको नजारा पनि देखाउने छु है त तपाईहरुलाई। ल गाइस, हिँड्दै हिँड्दै पानीमा आयो हो। अब यहाँ छ तल्लो गाउँको इन्ट्रेन्स चाहिँ यो हो। पानी पनि पर्दैछ हो। हाम्रो यता सरहरूको घर दोकान छ है। यो चाहिँ तल्लो गाउँको एन्ट्रेन्स यहाँबाट छ। कामबाट फर्केको हो म चाहिँ गाइस। मासु चाहिँ कहाँ चाहिँ ढाल्छ हो। तल्लो गाउँ चाहिँ यहाँबाट स्टार्ट हो। हो यो चाहिँ मोटर स्ट्यान्ड पनि भन्छ है। यहाँ चाहिँ तपाईको ठुलो पार्किङ छ। यहाँ चाहिँ गाडीहरू बाइकहरू सबै पार्किङ हुन्छ है। अनि यहाँबाट चाहिँ तपाईहरुको म चाहिँ उहाँ तल निनीहरुकोमा सोध्छु एकपल्ट। मार्यो सकेको बडा ला, मासु त बनाइसकेछ हो। अब चाहिँ म ल्याउनु मात्रै बाँकी छ हो। यो चाहिँ तल्लो गाउँ डाँडा गाउँ। गाउँ चाहिँ यस्तो छ, नजारा मजाकै छ हो। यस्तो छ मासुको यहाँतिर। र यो चाहिँ निनीहरूको घरमा जाँदैछु है त। आम्बो के गरे यहाँ त। निनी 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 पनि छैन के हो। निनी हुन्छ हजुर। निनी हाम्रो निनी हो हजुर। हुन्छ हुन्छ। लु कति किलो अरे? 3 किलो भने चाहिँ मासु के हो? मासु पुगेन। सन्तौले 2 किलो मासु एउटा खुट्टा भने 1 किलो खुट्टा र 2 किलो मासु छ। सन्तौले मासु पैसा मागेर लगाइस मासु देखाउने छु है त तपाईहरुलाई। मासु देखाउने छु है त। कहाँनिर अरे? किचनमा? ए खै कुन चाहिँ हो अन्त? कुन चाहिँ हो? कहाँबाट हो? यहाँ तल्लो रहेछ नि त गाइस। यस्तो छ हालत। अल्छी लाग्छ म त। के गर्नुपर्छ हो। ओइ पुची पुची ओइ ए तल खोल्यो हो। खोल्यो ए गाइस। यहाँ चाहिँ मासु छ कि तपाईलाई मासु देखाउँछु है त। मासु पुगेन रहेछ। 3 किलो भनेको थिएछ हो। एउटा 3 किलोमा 2 किलो चाहिँ मासु भएछ। एउटा चाहिँ खुट्टा भएछ। जम्मा चाहिँ त्यति भएछ हो। झोला यहाँ राख्छु। यहीँ छ होला। हेर्नुहोस् है त गाइस, मासु चाहिँ कस्तो छ। ए गाइस खुट्टा रहेछ है। राम्रै छ यी खुट्टा हो। एकदम फाइनै छ। यो चाहिँ खुट्टा एउटा भयो यहाँ हो। अन्त यो चाहिँ 2 किलो चाहिँ मासु। 1 किलो मासु पनि राम्रै छ यतिको। ए खै निकालौँ है। गाइस हाम्रो त मासु पनि आयो। यतिको छ। राम्रै छ मासु चाहिँ हो। मासु राम्रै छ। अर्को चाहिँ अर्को हेरौँ। अर्को मिसेटी चाहिँ छ मासु। 2 किलो मासु र एउटा खुट्टा।
है त धन्यवाद अब चाहिँ घर फर्किनुपर्छ है।